नमस्ते साथीहरू। आज यस भिडियोमा कक्षा 12 को कम्पलसरी इंग्लिश युनिट 15 पेज नम्बर 127 मा दिएको एक्सरसाइज मिसेलेनियस एग्रीमेन्ट्सलाई समेटिएको छ। यहाँ एग्रीमेन्ट भन्नाले सब्जेक्ट वर्ब एग्रीमेन्ट हो। कतिपय वर्डहरू अफन कन्फ्युजिङ हुन्छ, कतिपय वर्डहरू प्लुरल जस्तो लाग्ने सिंगुलर हुने र कतिपय सिंगुलर जस्तो लाग्ने प्लुरल हुने र सामान्य रुल्सले नभेट्ने नभ्याउने एक्सेप्सन्सहरू हुन्छन्। त्यो प्रकारको एक्सरसाइजलाई यहाँ समेटिएको छ र यो कक्षा 12 को लागि मात्र नभएर अन्य कक्षामा अध्ययन गर्ने विद्यार्थीहरू जो बिगिनर्स हुन् उनीहरूको लागि पनि उपयोगी हुनेछ। He has obtained full mark or full marks. Full mark भन्ने या full marks भन्ने which one is correct भनेर यहाँ आन्सरमा he has obtained full marks भनेर यसरी एस सहितको मार्क प्लुरल लाइक मार्क हामी युज गर्छौं, फुल मार्क्स भन्छौं। त्यस्तै अब यहाँ मोर देन 2 boys were was absent, were हुने अथवा was हुने which one is correct भन्ने हो। मोर देन 2 boys भनेपछि यो प्लुरल नाउन भयो, त्यसैले प्लुरल सब्जेक्ट प्लुरल भर्ब भनेर हामीले नर्मल रुल्स पढेका छौं। मोर देन 2 boys were absent भन्नु भने दिस इज correct. र नम्बर सी मा हेरौं, one of the boy or boys was not found there. Was singular subject verb को युज भएको छ। one of the boys भन्ने अथवा boy भन्ने which one is correct भन्दा यहाँ चाहिँ one of the boys करेक्ट हुन्छ, किनभने यहाँ boys भने पनि अगाडि one भन्ने छ, त्यसैले सिंगुलर verb was को प्रयोग हुन्छ। His wonder knew no bounds or bound. Bounds or bound which one is correct? Bounds भन्ने या bound भन्ने, यसमा चाहिँ करेक्ट आन्सर bounds हुन्छ। त्यसैगरी I give you my words or word. I give you my word or words which one is correct? वर्डहरु एकदमै कन्फ्युजिङ हुन्छ, त्यो पो हो कि यो पो हो कि भन्ने हुन्छ। यसमा चाहिँ I give you my word not words, words यहाँ करेक्ट हुँदैन। त्यस्तै he gave me much many good advices, यहाँ क्वान्टिफायरहरु पनि much युज गर्ने कि many युज गर्ने, advice युज गर्ने कि advices युज गर्ने, दुईवटा कन्फ्युजिङ वर्ड्सहरु चाहिँ पेयरमा यहाँ दिएको छ। advice this is अनकाउन्टेबल नाउन हो भने हामीले अनकाउन्टेबलमा मच को प्रयोग गर्छौं र काउन्टेबल भए मेनी प्रयोग गर्छौं र एडभाइस यसलाई चाहिँ हामी प्लुरलाइज अथवा यसको प्लुरल फर्ममा लेख्न सकिदैन। त्यसैले यसको करेक्ट आन्सर he gave me much advice, he gave me much good advice करेक्ट हुन्छ। he gave wrong information जानकारी अथवा जानकारीहरु कुन चाहिँ करेक्ट हुने भन्ने हो। र यो कमन नाउन यो इन्फर्मेशन्स भनेर यसरी यसलाई चाहिँ काउन्टेबल नाउनको रूपमा प्रयोग गरिदैन, यसको फर्म काउन्टेबल हुँदैन, त्यसैले he gave wrong information is right answer। त्यस्तै give me 2 dozens or dozen eggs, अब यहाँ हेरौं 2 भनिसकेपछि प्लुरल हो, त्यसैले डोजन्स एस वाला लाग्ने हो कि भन्ने हामीलाई लाग्छ, तर त्यस्तो हुँदैन। त्यसैले यसको करेक्ट आन्सर हुन्छ give me 2 dozen eggs, 2 dozen eggs। यो eggs चाहिँ यो प्लुरलमा छँदैछ, यहाँ डोजन भन्नेबित्तिकै 2 भएर 2 dozens हुँदैन, 2 dozen only is correct। 6 miles is are a long distance, 6 miles SES लागेपछि प्लुरल हुन्छ नाउनमा भनेर हामीले पढेका छौं, तर सबैमा त त्यस्तो हुँदैन नि। this is not always the case, त्यसले गर्दा यहाँ 6 miles is हुन्छ, 6 miles is हुन्छ, are हुँदैन। 6 miles is a long distance। would you lend me a 10 rupees or 10 rupee note? 10 rupees or rupee note, हामीले 10 rupees note भन्ने या 10 rupee note भन्ने, अगाडि अ पनि लागेकै छ, यो एस कि एस which one is correct? यो कन्फ्युजनलाई चाहिँ हामीले यसरी would you lend me a 10 rupee note, यो 10 हुँदैन, रुपीज हुँदैन, 10 rupee note। नेपाल गभर्नमेन्ट मेक्स 5 years डेभलपमेन्ट प्लान, 5 वर्षे विकास योजना।
5 वर्षीय विकास योजना नेपालीमा भनेर कति चाहिँ हामी यहाँ म्याच गर्न सक्छौँ यसमा 5 हुनुबित्तिकै 5 हुनुबित्तिकै इयर्स भनेर यसरी प्लुरल हुँदैन 5-year development plan that's correct they went to Singapore on 4 days or 4-day trip 4 days or 4-day trip 4 भनेपछि त डेज हुनुपर्ने हो प्लुरल हुनुपर्ने हो भन्ने हामीलाई लाग्छ तर यहाँ पनि त्यस्तो हुँदैन they went to Singapore on a 4-day trip which of the sentence is correct in each pair अब यो एक्सरसाइज अलिकति फरक छ rewrite the correct one भनेको छ यहाँ चाहिँ अघिल्लो एक्सरसाइजमा पे अफ वर्ड्स दिएको थियो यसमा चाहिँ पे अफ सेन्टेन्सेस दिएको छ वर्डबाट चाहिँ हामी सेन्टेन्समा गयौं my all books are lost or all my books are lost यो दुई मध्ये all my books are lost कुन चाहिँ करेक्ट भनेको त्यसैले यहाँ फरक के छ यहाँ माईलाई फ्रन्टिङ गरिएको छ यहाँ चाहिँ अललाई फ्रन्टिङ गरिएको छ यो डिटरमाइनर अललाई चाहिँ फ्रन्टिङ गरिएको छ नर्मल्ली यस्तो अवस्थामा अललाई हामी फ्रन्टिङ गर्छौं त्यसैले यो सेकेन्ड वान इज करेक्ट हुन्छ all my books are lost all my books are lost his both brothers are ill or both his brothers are ill यहाँ पनि त्यही छ both brothers are ill his लाई फ्रन्टिङ गरिएको छ यसमा both लाई फ्रन्टिङ गरिएको त्यसैले all both of all of यस्तालाई चाहिँ हामी फ्रन्टिङ गर्छौं त्यो खाले डिटरमाइनरहरुलाई फर्स्टमा लेख्नु पर्ने हुन्छ त्यसलाई फ्रन्टिङ हुन्छ त्यसैले सेकेन्ड वान इज करेक्ट हुन्छ give me 100 rupees or give me 100 rupees which one is correct 100 भनेपछि रुपीज हुनुपर्ने हो कि भनेपछि सिंगुलर हुनुपर्ने हो कि let's see which one is the correct answer give me 100 rupees give me 100 rupees लागे पनि यहाँ 100 rupees is correct answer everybody except me was absent everybody except me was absent अथवा everybody except I was absent which one is correct कुन अवस्थामा me युज गर्ने कुन अवस्थामा I युज गर्ने यहाँ चाहिँ I was absent or me was absent यसको करेक्ट आन्सर हुन्छ everybody except me was absent not I was absent he was died of fever he died of fever यहाँ was died or died of अब यसमा जान्नुपर्ने कुरा के छ भने die भन्ने verb कहिले पनि प्यासिभमा हुँदैन born भए त्यो चाहिँ was born भनेर प्यासिभ हुन्छ I was born in विराटनगर यसरी हुन्छ तर died अथवा die चाहिँ प्लुरल हो सरी प्यासिभ हुँदैन त्यसैले he died of fever is correct answer it is raining for a week it has been raining for a week which one is correct it is raining for a week it has been raining for a week एउटा प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस छ एउटा प्रेजेन्ट कन्टिन्युअस छ प्रेजेन्ट कन्टिन्युअस भनेको एट द टाइम अफ स्पिकिङ बोल्दाको बखत व्हाट इज ह्यापनिङ त्यो डिस्क्राइब गर्नको लागि युज गरिन्छ तर यहाँ त फर अ वीक भनेको त एउटा लङ पिरियड देखियो नि एक हप्तादेखि पानी लगातार परिरहेको छ त्यसैले प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस भनेको चाहिँ कस्तो अवस्थामा युज हुन्छ त भन्दा पहिले नै सुरु भएर अहिलेसम्म कन्टिन्यू छ भने त्यो चाहिँ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस हुन्छ त्यसैले यहाँ फर अ वीक भएको हुनाले इट हैज बीन रेनिङ फर अ वीक दिस इज द करेक्ट आन्सर I have seen my friend long ago I saw my friend long ago I have seen my friend long ago I saw my friend long ago which one is correct साथीलाई मैले I have seen धेरै अगाडि देखेको भन्दै छु यसले अथवा I saw my friend long ago which one is correct एउटामा प्रेजेन्ट पर्फेक्ट छ एउटामा सिम्पल पास्ट छ त्यसैले यो प्रेजेन्ट पर्फेक्ट चाहिँ हुँदैन किन त्यो एउटा स्टेट हो साथीलाई देखेको लामो समय हुन्छ मैले देखेको धेरै अगाडि देखेको त्यो त कन्टिन्यू डे बाइ डे देख्दै आगो भन्ने जस्तो त्यस्तो अर्थ नै हुन्छ त्यसैले मैले धेरै अगाडि मेरो साथीलाई मैले देखेको that was the past event my friend has gone out before I arrived my friend had gone out before I arrived which one is correct यसमा दुईवटा क्लजहरु छन् दुई हेर्नुपर्ने हुन्छ दुईवटा क्लजेसहरु छन् एउटा
साथी बाहिर जाने काम र अर्को म त्यहाँ आइपुग्ने काम। त्यसैले दुईवटा पास्ट इभेन्टहरू, त्यसलाई सक्सेसिभ पास्ट इभेन्ट पनि भनिन्छ, वान आफ्टर एनदर। यदि एउटा पास्ट इभेन्ट ओभर भएर अर्को पास्ट इभेन्ट बिगिन हुन्छ, स्टार्ट हुन्छ भने फर्स्ट इभेन्टलाई चाहिँ हामीले पास्ट पर्फेक्ट टेन्समा राख्नुपर्ने हुन्छ। मैले के भने फर्स्ट टु सक्सेसिभ पास्ट इभेन्ट्सहरू छन् अथवा एउटा पास्ट इभेन्ट सकिने बित्तिकै, ओभर हुने बित्तिकै अर्को पास्ट इभेन्ट बिगिन हुन्छ, वान आफ्टर एनदर हुन्छ भने त्यस्तो अवस्थामा फर द फर्स्ट इभेन्ट वी हेभ टु युज पास्ट पर्फेक्ट टेन्स। त्यसैले माई फ्रेन्ड ह्याड गन आउट बिफोर आई अराइभ्ड इज करेक्ट। Next one, he said he has never seen him before. He said he had never seen him before. Which one is correct? भन्ने हो। यहाँ चाहिँ आन्सर पनि आइसकेको छ। He said he had never seen him before. यसमा पनि अघिल्लो रुल्सले छोएको छ। नेक्स्ट वान, he assured he will come. He assured he would come. यहाँ चाहिँ के हुन्छ भने यसमा पनि assured यो past tense भइसकेपछि यता would को प्रयोग गरिन्छ, अर्को क्लजमा will को प्रयोग हुँदैन। यहाँ सिम्पल प्रेजेन्ट छ भने चाहिँ यहाँ will हुन्छ, यहाँ पास्ट भइसकेपछि would को प्रयोग गर्नुपर्ने हुन्छ। Thanks for watching. Please subscribe my channel and leave a like and hit the bell icon.